सम्पूर्णलाई नमस्कार। गुड मर्निङ डिएक्सन। म हुँ यज्ञ नारायण भण्डारी, तपाईहरुको दाइ भाइ। अहिले फिलहाल बार्सिलोनाबाट स्वास्थ्य हुनुपर्छ भन्दै तपाईहरुको माझमा घर दैलोमा यो भिडियोहरु पुर्याइरहेको हुन्छु र स्वास्थ्य बनेरै हामीहरुले पैसा कमाउनु पर्छ भन्ने चाहिँ धारणा राखेको छु र धेरै जनालाई मैले किन भन्न चाहेको यो कुरा भन्दाखेरि चाहिँ हामीहरुले अहिले बिमारी छैनौं, बिमारी आएको छैन भन्ने कुराहरु धेरै सोचेका छौं हैन। तर हिजोको दिनमा हामीले खाएका कुराले गर्दाखेरि आज हामीहरुलाई धेरै बिमारी आएको छ। धेरै जनाले मलाई फोन गर्नुहुन्छ, धेरै जनाले मलाई कुरा गर्नुहुन्छ, भन्नुहुन्छ कि मेरो दाद आयो, दन्दीफोर आयो, पहिला थिएन, यस्तो थिएन, अहिले मैले केही नि खादिन, बाइलो बारेको छु हैन, अहिले ग्यास्ट्रिक हुन पुग्यो, अल्सर हुन पुग्यो, यस्तो यस्तो स्किनमा प्रब्लमहरु आएको छ भन्ने कुराहरु धेरै देखाउनुहुन्छ। तर अहिले हामी शरीर राम्रो छ भनेर नचाहिने चीजहरु खाँदाखेरि, रिफाइन ऑयलहरु जस्ता खाँदा, केमिकल चीजहरु खाना जस्ता खाँदा, माछा मासुहरु धेरै खाँदा, मटन आइटमहरु धेरै खाँदा हामीलाई आज ननिस्के पनि आउने 2 वर्ष 3 वर्षपछि निस्किने बिमारी जुन हाम्रो बडीमा, हाम्रो शरीरमा डिटक्स जुन हाम्रो भनौं टक्सिन भनौं, त्यो टक्सिन हाम्रोमा चाहिँ आएर जम्मा भएको हुन्छ। त्यो टक्सिन जुन टक्सिनहरु हाम्रो जम्मा भएको हुन्छ शरीरमा र त्यो टक्सिन चाहिँ जुन हाम्रो बडीमा खाएको कुराहरु लागेको टक्सिन हुन्छ, त्यो टक्सिन चाहिँ हामीले फाल्नको लागि चाहिँ हाम्रो शरीरको बिक्री जुन भइरहेको हुन्छ, हाम्रो नराम्रो तरल पदार्थहरु जुन हाम्रो शरीरमा जम्मा भएको हुन्छ, त्यो नै हाम्रो बिमारी हुन्छ। त्यो बिमारीलाई निकाल्नको लागि हामी आफैले नै मेहनत गर्नुपर्ने हुन्छ। मैले पटक पटक भन्ने गरेको छु, बेलुका खाना खाएको खाना हामीले को थाल भाडा कुडीहरु सबै बेलुका माझ्छौं, हातमा लागेको तेल लागेको पनि हामी साबुन पानीले सरफहरुले सफाई गर्छौं भने पेट भित्र खाएको फोहोर, पेट भित्र लागेको फोहोरलाई हामीले केले सफाई गर्ने। त्यही भएर मैले डिएक्सन जस्ता प्रोडक्टका, आरजीजीएल जस्ता प्रोडक्टका यस्तो यस्तो प्रोडक्टहरुले चाहिँ तपाईको शरीरलाई धेरै मद्दत गर्छ, तपाईलाई बिमारी बचाउनबाट, तपाईको शरीरको फोहोरहरु फ्याक्नको लागि, भिटामिनहरु आवश्यकता दिनको लागि भन्ने कुराहरु मैले हजुरहरुलाई बताइरहेको छु। त्यसो हुनु कारणले यस्ता चीजहरु हामीलाई धेरै हैन, महिनाको धेरै हैन, 1 सेट 2 सेट आरजीजीएल जस्ता, स्प्रुलिना जस्ता, ब्ल्याक कफी जस्ता, कोडिसेप कफी जस्ता हामीहरुले यो प्रोडक्टलाई खाना आफ्नो शरीरलाई युज गर्न धेरै जरुरत छ। जसरी हामी मोमो, बर्गर, चाउमिन, पिज्जा खान्छौं भने त्यसरी नै हामीले यो आरजीजीएल पनि खाना हाम्रो शरीरमा धेरै नै जरुरत छ। दिनको 1 क्याप्सुल किन नहोस्, 2 क्याप्सुल किन नहोस्, आरजीजीएल यदि हामीले खान्छौं भने हाम्रो बडीमा भएको फोहोरहरुलाई चाहिँ पसिना, खकार, दिशा, पिसाबबाट निकाल्ने काम गर्छ र प्लस त्यो निकालिसकेपछि चाहिँ हाम्रो बिमारीबाट बच्ने, हामीलाई चाहिने क्याल्सियम, भिटामिनहरु दिने काम गर्छ हाम्रो आरजीजीएलहरुले। भनेपछि यो प्रोडक्टहरु हामीले खान र युज गर्न धेरै जरुरत छ। अरूले खाउन् नखाउन्, तर आफू बिमारीबाट बचौं भन्ने र अरूलाई पनि हाम्रो घर दैलो, आमा बुवा, दिदी बहिनीहरुलाई बिमारीबाट बचौं भन्ने अभियान मेरो हो। के कस्तो लाग्छ, राम्रो लाग्छ भने यो प्रोडक्ट हजुरहरुले कन्ज्युम गर्नु होला, हजुरहरुले यो प्रोडक्ट गाउँघरमा खानु होला, सम्पर्क गर्नु होला, कुराकानी अगाडि बढाउला। के कस्तो लाग्यो हजुरलाई यो भिडियो?